नमस्ते। आज हामी सामाजिक सुरक्षा कोष अर्थात् एसएसएफ अन्तर्गतको स्वास्थ्य र मातृत्व योजनाबारे एकदमै सरल भाषामा कुरा गर्नेछौँ। हो, हामी मध्ये धेरैलाई बिरामी पर्दा लाग्ने खर्चको चिन्ता हुन्छ, होइन त? ल, अब हेरौँ यो एसएसएफ योजनाले यस्तो अवस्थामा कसरी आर्थिक सुरक्षा दिन्छ। आज हामी यो पुरै विषयलाई 5वटा खण्डमा बाँडेर हेर्नेछौँ। सबैभन्दा पहिले यो स्वास्थ्य योजना खासमा के हो भनेर बुझ्छौँ। त्यसपछि कसले यो सुविधा पाउन सक्छ अनि कुन कुन उपचारहरू यसमा पर्छन् भनेर हेर्छौँ। चौथो खण्डमा कति रकमसम्म पाइन्छ भन्ने कुरा आउँछ र अन्त्यमा केही अन्य महत्त्वपूर्ण कुराहरूमा पनि ध्यान दिनेछौँ। ल, त्यसो भए सुरु गरिहालौँ है त। पहिलो खण्डमा जाउँ, स्वास्थ्य योजना के हो? यसभित्र खासमा कस्ता कस्ता सुरक्षण योजनाहरू छन्, पहिले त्यो बुझौँ न। यो योजनालाई मूलतः 3 भागमा बाँडिएको छ। पहिलो हो औषधि उपचार तथा स्वास्थ्य सुरक्षण, जसले सामान्य स्वास्थ्य समस्याहरू हेर्छ। दोस्रो, मातृत्व सुरक्षण, जुन विशेष गरी गर्भावस्था र सुत्केरी अवस्थाका लागि हो। र तेस्रो, घातक रोगको औषधि उपचार सुरक्षण, जसले गम्भीर प्रकृतिका रोगहरूलाई समेट्छ। अब योजनाका प्रकारहरू त थाहा भयो, तर कसले यो सुविधा पाउन सक्छ त? आउनुहोस्, अब दोस्रो खण्डमा योग्यताका नियमहरू हेरौँ। सामान्य स्वास्थ्य र मातृत्व सुविधाको लागि योग्यताको प्रक्रिया एकदमै सजिलो छ। पहिलो कुरा, एसएसएफमा योगदान गर्न सुरु गर्नु पर्यो। त्यसपछि पछिल्लो 6 महिनामा कम्तीमा 3 महिना नियमित रूपमा योगदान गरेको हुनुपर्छ। यति गरेपछि बस यो सुविधा लिन योग्य भइन्छ। तर यहाँ एउटा कुरामा ध्यान दिनुपर्छ है। सामान्य स्वास्थ्य योजना र घातक रोग योजनाको लागि चाहिने योगदान अवधिमा आकाश पातालको फरक छ। सामान्य स्वास्थ्यको लागि त पछिल्लो 6 महिनामा 3 महिना योगदान गरे पुग्छ, तर घातक रोग योजनाको लागि भने पछिल्लो 28 महिनामा 24 महिना अर्थात् लगभग 2 वर्ष योगदान गरेको हुनुपर्छ। ल, योग्यता पनि पूरा भयो रे। अब प्रश्न आउँछ, पैसा चाहिँ के कुरामा पाइन्छ त? मतलब कुन कुन उपचारहरू यस योजनामा समेटिन्छन्? हेरौँ है त। यसमा धेरै कुराहरू पर्छन्, जस्तै डाक्टरलाई जजाएको शुल्क, अस्पताल भर्ना हुनुपर्दा वा अपरेसन गर्दा लाग्ने खर्च अनि विभिन्न टेस्टहरू जस्तै रगत जाँच वा एक्सरे गर्दाको खर्च पनि पाइन्छ। औषधि किनेको बिल पनि यसैमा पर्यो। अनि मातृत्व हेरचाह त छँदैछ, गर्भावस्थादेखि सुत्केरी पछिसम्मको सबै हेरचाह समेटिन्छ। अझ कोही अस्पताल जान नसक्ने अवस्थामा छ भने घरमै बसेर गरिने उपचार र योगदानकर्ताको परिवारको सदस्यको दुर्घटना उपचार पनि यसमा समावेश छ। उपचार त धेरै समेटिने रहेछ, तर अब सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा आउँ, पैसा कति पाइन्छ? अर्थात् यसको वित्तीय सीमा के कस्तो छ? यदि अस्पतालमै भर्ना भएर उपचार गर्नुपर्ने भयो, जसलाई हामी इनपेशेन्ट भन्छौँ, त्यस्तो अवस्थामा एक आर्थिक वर्षमा बढीमा 1 लाख रुपैयाँसम्मको सुविधा पाइन्छ। र अस्पताल भर्ना नभई गरिने उपचार, जस्तै डाक्टरलाई जचाएर औषधि लिएर घर फर्कने, जसलाई आउटपेशेन्ट भनिन्छ, त्यसको लागि चाहिँ वार्षिक सीमा 20,000 रुपैयाँ रहेको छ। अब कुरा गरौँ घातक रोगहरूको। यदि तोकिएका कुनै गम्भीर रोग लाग्यो भने त्यसको लागि कोषले जीवनभरमा 10 लाख रुपैयाँसम्मको उपचार सुविधा दिन्छ। यो चाहिँ निकै ठूलो राहत हो। यहाँनिर एउटा कुरा के बुझ्नुपर्छ भने कोषले सबै खर्च मतलब 100% खर्च बेहोर्दैन। यसमा को-पेमेन्ट अर्थात् सहभुक्तानीको व्यवस्था छ। यसको मतलब उपचार खर्चको केही हिस्सा योगदानकर्ताले पनि तिर्नुपर्छ। खर्चको बाँडफाँड एकदमै स्पष्ट छ। जति पनि स्वीकृत बिल हुन्छ त्यसको 80% हिस्सा सामाजिक सुरक्षा कोषले बेहोर्छ भने बाँकी 20% चाहिँ योगदानकर्ता आफैले तिर्नुपर्ने हुन्छ। ल, अब हामी अन्तिम खण्डमा आइपुगेका छौँ। यहाँ हामीले केही त्यस्ता महत्त्वपूर्ण कुराहरू हेर्नेछौँ जुन जानिराख्नु एकदमै जरुरी छ, जस्तै केही नियम र अपवादहरू। सुविधा केमा पाइन्छ भनेर त हामीले हेर्यौँ, तर केमा पाइँदैन भन्ने जान्नु पनि उस्तै महत्त्वपूर्ण छ, ताकि पछि कुनै अलमल नहोस्। जस्तै धेरैजसो दाँतको उपचार यसमा पर्दैन। त्यस्तै दुर्घटनामा परेर बाहेक अन्य अवस्थामा गरिने कस्मेटिक सर्जरी पनि समेटिँदैन। तौल घटाउन गरिने सर्जरी, गैर कानुनी गर्भपतन वा अन्य कुनै बिमाबाट पैसा पाइसकेको बिलको लागि पनि यो सुविधा लागू हुँदैन।
मातृत्व हेरचाहको कुरा गर्दा यसमा एउटा एकदमै राम्रो विशेष सुविधा पनि छ। उपचार खर्च त छँदैछ, त्यसबाहेक सुत्केरी पछिको हेरचाहका लागि 1 महिनाको न्यूनतम पारिश्रमिक बराबरको रकम पनि छुट्टै पाइन्छ। यो चाहिँ बच्चाको स्याहारसुसारमा थप सहयोग हो। त्यसो भए आफ्नो स्वास्थ्य सुरक्षाका लागि तयारी अवस्थामा रहनु कति महत्त्वपूर्ण रहेछ, होइन त? यी सबै सुविधाहरूको बारेमा राम्रोसँग जानकारी राख्दा नै आफ्नो स्वास्थ्य र आर्थिक सुरक्षाका लागि सही निर्णय लिन सकिन्छ। आखिर सचेत रहनु नै सबैभन्दा पहिलो र महत्त्वपूर्ण कदम हो।